हेलो साथीहरू, नमस्ते नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला है? म पनि सन्चै छु। आज म अलिकति एक्साइटेड छु है। 2026 अक्टोबर 12 को दिन चाहिँ होइन, यो सूर्यग्रहण पोर्चुगलबाट नि देखिन्छ है। आज मौसम एकदम क्लिन छ है। अहिले म यहाँ गाडीभित्रै छु। अब त्यहाँ मैले आँखाले हेर्न अलिकति गाह्रो परेको छ, त्यही आँखामा अलिकति यहाँ स्याडो पारेको छु मैले होइन, यो रियर मिररबाट। म तपाईँलाई म जुम गरेर सक्दो देखाउने कोसिसमा छु है। अब मेरो क्यामेराबाट कतिकोसम्म हुन्छ हेरौँ है। अनि त्यही हो, अब नाङ्गो आँखाले त नहेर्नु भनेको छ होइन। अब म ट्राई गर्छु कतिसम्मको मैले जुम गरेर मैले चाहिँ तपाईँहरूलाई यो सूर्यग्रहणको चाहिँ भ्यू खिच्न सक्छु है। कस्तो खालको अर्कै खालको लाइट आइरहेछ क्या है। मलाई बाहिर हेर्न अलिकति गाह्रो भइरहेछ है। ल त गाइज है, अब भिडियो हेरेर इन्जोय गर्नु होला है त। म सक्दो म ट्राई चाहिँ गर्छु है त, यो भिडियोलाई म जुम गरेर खिच्नको लागि है। ल ओके, हियर वी गो, बाई। ल साथी हो, अब मैले यो मेरो उसबाट चाहिँ गाडीको भित्र उसबाट चाहिँ म ट्राई गर्छु है। अब कतिसम्म जुम गर्न सकिन्छ, हेर्दै जाऊँ। ऊ यस्तो देखिँदो रहेछ ल गाइज, वाउ। म बाहिरबाट म तपाईँहरूलाई म देखाउँछु ल है साथी हो, यस्तो देखिँदो रहेछ ल साथी हो। मैले चाहिँ यहाँबाट म सक्दो म जुम गर्छु है, कतिसम्म सकिन्छ है। ल बादलले अलिकति धोका दियो क्या गाइज, यस्तो रहेछ ल, छेकिन लागिसकेछ ल, यस्तो छ है, खतरा छेकिँदै आएको रहेछ। अब एकछिनमा पुरै अन्धकार हुन्छ है गाइज, हेर्नु त कति राम्रो नजारा देखेको छ। ल मेरो आँखै कस्तो भइरहेको छ ठ्याक्क लाएर। तपाईँले यतापट्टिबाट देख्न सक्नुहुन्छ, यस्तो देखिरहेछ है। अब यसलाई म जुम गरेर म देखाउने छु है त, कस्तो देख्छ है, हेर्नु है। गर्छु सर लाएर, अब हामीले यसलाई सक्दो जुम गरौँ। मेरो म्याक्सिमम् जुम मोबाइलको यति नै छ साथी हो। अब हेरेर रमाइलो गर्नु। सूर्यग्रहण अब यो पोर्चुगलबाट चाहिँ यो सूर्यग्रहण हेर्दाखेरि चाहिँ होइन, कति भनेदेखि बेलुकाको 8:40 चाहिँ लाग्ने भनेको छ। अब यो पुरै छोपिसकेपछि होइन अन्धकार हुन्छ है। म त्यो पनि तपाईँहरूलाई देखाउने छु साथी हो है। अहिलेसम्म चाहिँ यतिसम्म देखेको छ है, कति दामी देखेको है। नाङ्गो आँखाले नहेर्नु भनेको थिएँ, मैले चाहिँ खिचिदिएँ साथी हो। अहिले पुरै अन्धकार हुँदाखेरि पनि त्यो पनि तपाईँलाई देखाउने छु है। भ्यू सही आछ है। टक्क लाएर सूर्यलाई छेक्दै छ क्या चन्द्रमाले, यस्तो है, खतरा देखेको छ है। ओ माई गड, बादल पनि कति मजाले देखेको है। यसलाई टक्क सेपमा ल्याउन खोज्छु म है, कतिसम्म आउँदो रहेछ है। ओहो साथी हो, आँखा त कस्तो तिरिमिरी झैँ नै देखाइदिएको, पुरै त्यो लाइट छेडेर पुरै पावरमा आउँछ नि त त्यो बचेको लाइटहरू होइन। अनि अब आँखामा सक्दो डाइरेक्ट नहेर्नु त भन्थे है, हो कि जस्तो लाग्यो। सक्दो अझै पनि त्यो कभर हुँदै गइरहेछ है। अब लास्ट मिनटमा पुरै अलिकति अँध्यारो हुन्छ। पोर्चुगलको यहाँको टाइमको अनुसारले चाहिँ बेलुकाको 8:40 भनेको छ है। कस्तो हुन्छ त्यो हेर्छु। अहिले त उज्यालै छ है, अब अलिकति बाँकी छ सबै कभर हुनलाई। म त्यो देखाउने चाहिँ अब म तपाईँलाई ब्याक क्यामेरा गर्छु। ब्याक क्यामेरा गर्दा यतिसम्म छ है, हेर्नुहोस् ल। अहिले म उता नि जान्छु है, जुम गरेर देखाउँदाखेरि। ल हेर्नु त, खतरा है, वाउ
क्या दामी देख्यो यार, पुरै साइड चेन्ज भइसकेछ ल अहिले। अब यो सबै ठाउँमा त अँध्यारो नहोला होइन, अब कुन कुन लोकालिटीमा पर्छ, तर यहाँबाट हेर्दाखेरि अहिलेसम्म अर्कै थियो, अहिले यतिसम्मको आएछ क्या। वाउ सही हो यार है, सही छ। ल म बाहिर गएर फेरि म खिच्छु ल, अहिले म भित्रबाट छु होइन, यो मिररबाट मिरर गर्दाखेरि अलिकति धमिलो आएको छ होइन, म बाहिर गएर खिच्छु ल, एकछिन होल्ड अन गाइज है म एकचोटि म बाहिर गएर म खिच्छु ल है, कस्तो देख्छ है, म तपाईँलाई देखाउँछु है, अँध्यारो हुँदै गर्छ। सबैजना आइसकेर रहेछ खिच्नलाई। ल जुम गर्दाखेरि यस्तोसम्म देखेको छ गाइज, हेर त सूर्यको डिजाइन त पुरा मुनको डिजाइनमा पो कन्भर्ट हुँदैछ त। ओ माई गड हाउ है, ल सूर्यग्रहण पनि देखियो गाइज, यस्तो छ ल है, मजा लिनु है गाइज, मजा लिनु सबैजनाहरू। अरू पछाडिबाट पनि खिच्दै हुनुहुन्छ है। अब यसलाई जुम आउट गर्दाखेरि यति पर छ है, ल कहाँ हो है, जुम आउट गर्दा यस्तो छ, यसलाई जुम इन गर्दाखेरि ल पोर्चुगलबाट चाहिँ देखेको नजारा यस्तो छ सूर्यग्रहणको। अब छोड्दै छ रहेछ साइड है। अब साइड छोड्दै छ उतापट्टि है। ल फेरि जुम आउट गर्छु त, यस्तो देखेको छ साथी। कस्तो मजाले सरेछ है। ओ माई गड क्या दामी हो कम्बिनेसन है, सही देखेको छ क्या। ल फाइनली गाइज कति सकिन्छ मैले देखाएँ है यो सूर्यग्रहण है। ब्याक साइडमा हेर्न सक्नुहुन्छ यस्तो साइनिङ आइरहेछ है ब्याक साइडमा है। आँखा मेरो तिरिमिरी नै भयो क्या, एकछिन मैले रेस्ट लिएँ। अनाङ्गो आँखाले नहेर्नु, सेफ्टी फर्स्ट, त्यही भन्न चाहेँ है। ठाउँ यस्तै हो है, सबैजनाले त्यहाँ हेरेर पुरै पर साथीहरू नि हुनुहुन्छ होइन, आफ्नो ठाउँबाट। म चाहिँ यहाँनिर गाडी पार्क गरेर सर्ट ठलाएर हात यस्तो राखेर मैले भिडियो बनाउँदैछु। अब यसलाई फेरि म तपाईँहरूलाई जुम इन गर्छु साथी हो। यस्तो छ है, साथी हेर्नु कति मजाले सूर्यलाई चाहिँ होइन मूलले टक्क छेकेको अवस्था क्या है। अजिबको दृश्यहरू देख्न पाइन्छ क्या। ओ हेर्नु न, ओ माई गड त्यो बादल सरेको है, त्यस्तै छ। ल एकछिन कालो बादल आयो, ल एकछिन रेस्ट गरौँ ल त। ल है साथी फेरि म जुम इन गर्दैछु है। अब कालो बादल हटेपछि गर्छु भने थियो। अब ल हेर्नु त यहाँ स्वाट लाएर, ओ माई गड
है साथी यो नजारा लिनु छ सूर्यग्रहणको यो पोर्चुगलबाट देखेको दृश्य हो यो। अब विभिन्न देश विदेश तपाईँहरू कहाँ हुनुहुन्छ है, कसरी तपाईँहरूले चाहिँ हेर्नुभयो सूर्यग्रहणलाई, सेफ्टी फर्स्ट त्यही भन्छु है। मैले चाहिँ जस्ट यो मोबाइलबाटै जुम इन गरेर तपाईँहरूलाई देखाएँ। अरू विभिन्न डिभाइसबाट पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ है। म चाहिँ अलि इन्जोय गरिरहेको छु है। कालो बादल पनि आइरहेको छ साइडमा, कालो बादलले डिस्टर्ब गरेको अवस्था गाइज। यसलाई अलिकति जुम आउट गर्दा यतिसम्मको छ ल। यस्तो दामी देखेँ कि सूर्यलाई पनि मुनले चेक्दाखेरि यस्तो है। ओ माई गड। आज 2026 अगस्त 12 है। विभिन्न ठाउँबाट हेर्दाखेरि चाहिँ अब कतै त अन्धकारै पनि भयो होला, तर यहाँ चाहिँ अब सायद यो अन्धकार कुनै अरू ठाउँमा चाहिँ भइरहेको होला। तर यति जुन लोकेसनबाट मैले तपाईँहरूलाई जुम इन गरेर मैले देखाउँदैछु यो होइन, सोलर इक्लिप्स। यहाँ चाहिँ अहिलेसम्म उज्यालै छ, त्यस्तो अन्धकारले चाहिँ छाएको छैन, तर बादलले चाहिँ अलिकति डिस्टर्ब गरेको अवस्था गाइज। अलिकति जुम आउट गर्दाखेरि यत्तिकोसम्म देखिन्छ ल गाइज। खतरा छ है। स्वाट लाएर फेरि कालो बादल आएर त्यतिकै जाँदैछ है गाइज। बादल पनि जाँदैछ है, हल्का जुम आउट। ल है, नेचुरल कुराहरू अनौठो अनौठो हुन्छ यो संसारमा है। बाँच्नु मात्र पर्छ, के देखिन्छ भन्थे है। अब मैले आफूलाई भाग्यमा नै ठाल्छु कि के थाहा छैन, तर विभिन्न ठाउँबाट तपाईँहरूले कताबाट हेर्नुभएको छ थाहा छैन, कमेन्ट गर्नु होला है कस्तो लाग्यो है। अरू ठाउँमा त योभन्दा राम्रो देखेको छ होला, तपाईँले राम्रो डिभाइस युज गर्नुभएको छ भने। म चाहिँ मोबाइलबाट गरेको, यो चाहिँ स्यामसङ ग्यालेक्सी S6 अल्ट्राबाट गर्दाखेरि यतिसम्मको आएको छ है। अब यसलाई जुम आउट गर्दाखेरि यस्तो देखेको छ है होइन। ल स्यामसङ ग्यालेक्सी 26 अल्ट्राबाट हामीले चाहिँ सोलर इक्लिप्स हेरिरहेका छौँ पोर्चुगलबाट है साथीहरू। अलिकति मैले नबुझेको मेरो जुममा प्रब्लम भयो कि कहिले त टक्क लाएर त्यहाँ मिलेको सट्ट त्यो आर्क मिलेको आउँछ। ओ अहिले फेरि टक्क मिलेको आयो। फेरि जुम आउट गर्छु ल। यतिसम्मको देखेको छ है। त्यहाँ हल्का ठक्क त्यो साइडमा स्याडो पनि आउँदो रहेछ कि त्यस्तो खालको होइन। दुईवटा सोलर इक्लिप्स छ कि हो कि चाहिँ त्यो चाहिँ यो रिफ्लेक्ट भएर चाहिँ त्यस्तो देखेको कि मैले हेर्नु साथी हो। साइडमा पनि छ एउटा है, पक्नै अलिकति टल्केको अवस्था गाइज। ओ साइडमा नि आउँछ है ब्लिक्क, त्यो रिफ्लेक्ट होला है। है को लकी हुनुहुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु गाइज। म चाहिँ पोर्चुगलबाट हेर्दैछु है। अब आफूलाई लकी भन्ने कि के भन्ने, यो समय नै यस्तै जुर्यो ठ्याक्क लाएर यस्तै छ। ऊ एक सिङे गैँडा जस्तै छ है गाइज। वाओ इट्स अमेजिङ है। एक सिङे गैँडा पनि देखियो एक सिङे गैँडा जस्तो पो लाग्दिरह क्या ल, खतरा क्या है। म त एक्लै बोल्दैछु है गाइज है। अलि चिसो चिसो हावा पो आउनु थाल्यो अहिले त ल।
खतरा देखेको हो क्या ल वाह क्या दामी देखे यार यतिखेर ल है साथी हो पोर्चुगलबाट देखिएको यो दृश्य हो है सूर्यग्रहण यतिसम्मको देखियो गाइज ल कता गयो ओहो आँखै खायो त यार ल कता गयो खोइ त अरे ल पुरै लाइटै के भयो सूर्य नै गायब भयो क्या हो ल एकछिन है सूर्य त देख्दैन त कता गयो खोइ त पुरै त्यो बादल र त्यो उसको त्यो कम्बिनेसनले गर्दाखेरि होइन जुम आउट गर्दाखेरि पनि हुँदैन जुम इन एकछिन है साथी हो यहाँनिर कहाँनिर यहाँनिर रहेछ अघि त कस्तो भएको के ल यतिसम्म देखियो अब यो बिस्तार अब यो हट्दै गएको छ है अहिलेसम्म चाहिँ यतिको आएको रहेछ अघिको भन्दा अब ठुल्ठुलो हुँदै गइरहेको छ सूर्य है अब बिस्तार अब त्यो मुनले छोड्दै जान्छ कि अब यसको लागि टाइम लाग्छ हेर्नु त साथी हो बादलमा सर उडिरहेछ एकसिङे गडा जस्तो देखेछ है खतरा के ल मैले लाइफमा चाहिँ होइन यसरी एकदम इन्जोय गरेर हेरेको यो होइन एकदम पहिलोचोटि हो है अब पहिला नै अब नेपालमा हुँदाखेरि चाहिँ अब हेरिन्थ्यो अब आकाशको नेचर पनि भर पर्छ है नेपालबाट हेर्दाखेरि चाहिँ अलिकति त्यस्तै अब आकाश क्लिन नभएको अब टाइम जोनले पनि फरक पर्छ है अब आइएम सो लकी है अहिले म यो पोर्चुगलमा थिएँ र यतिखेर चाहिँ यो टाइम जोनले पनि साथ दियो र मौसमले पनि साथ दियो है त्यस्तै भएको छ है एकदम म लकी फिल गर्छु है यसलाई म जुम इन गर्दाखेरि चाहिँ ल साथी हो यस्तो छ कि तपाईँहरूले कतिको मजा लिनु भएको छ बादल पनि आइरहेछ टाइममा है त्यसले अलिकति डिस्टर्ब गरेछ अब यत्तिकैसम्म छ कि बादल नआइदिएको झन् दामी देखिन्थ्यो है ल बादलले गर्दाखेरि यस्तो भयो कि फेरि लुक्दै गयो क्या मेरो म्याक्सिमम जुम चाहिँ यति नै छ है अब आज मौसम हेर्नुहुन्छ भने हेर्नु त त्यो लुक्यो होइन ए आकाश कालो भएर आइसक्यो ल साथी आकाश कालो मेरो आँखा मुखै फुस्रो भएर आयो त है ल हेर्नु त आकाश पनि मौसम पनि त्यस्तै छ साथ दिएको छैन है ल मौसमले साथ दिएको छैन आकाश बादल भएको के कालो बादल भएको छ अलिकति क्लिन आएको छैन आकाश है अब यो दामी क्लिन भए झन् दामी तपाईँहरूले चाहिँ
यो यसको मजा लिन सक्नुहुन्थ्यो। जति सक्दो मैले देखाएँ साथी हो है। अब म जानुपर्ने हुन्छ है। अर्कोचोटि भेट्छु। टिल देन टेक केयर, ह्याभ नाइस डे, ह्याभ अ गुड डे। नाङ्गो आँखाले सक्दो नहेर्नु, मैले चाहिँ एकदम ध्यानपूर्वक चाहिँ मैले यो भिडियो बनाएको छु है। जुम गरी मिलाइ मलाई चाहिँ अलिकति गाह्रो भएको छ, तिरमिर झ्याइदिएको छु मैले है। आँखै रातो भएर आयो। ल त गाइज अर्कोचोटि भेट्नेछु। टिल देन टेक केयर, ह्याभ नाइस डे, ह्याभ अ गुड डे। यसको नजारा अलिकति आकाश क्लिन भयो अझै राम्रोसँग देखाउँदै सकिनँ। जे जति देखाएँ यो सूर्यग्रहणको है 2026 अगस्त 12मा जुन लागेको थियो पोर्चुगलबाट मैले जति पनि तपाईँहरूलाई नजारा देखाएँ सायद क्लिन आयो भने म आशा गर्दछु। अर्कोचोटि भेट्नेछु। टिल देन टेक केयर, ह्याभ नाइस डे, ह्याभ अ गुड डे। समयले साथ दियो भने म फेरि पनि बनाउँछु है। यो भिडियोमा म तपाईँहरूलाई जोड्नेछु। ओके, हियर वी गो, बाई।